तीन व्यक्तिहरू तर उहाँ संयुक्त परमेश्वरको रूपमा एक परमेश्वर हुनुहुन्छ। यहाँ भनेछ पिताले पुत्रलाई पठाउनु भयो। पिता नै यो मुक्तिको कार्यको योजनाकार हुनुहुन्छ। उहाँ प्रेम हुनुहुन्छ अनि उहाँबाट नै प्रेमको मुहान फुटेर निस्केको हामी देख्छौँ। मुक्तिको योजना अनि मुक्तिको यो कार्यान्वयन मान्छेबाट सुरु भएको होइन, न त मुक्ति मान्छेकै कुनै नैतिक सुधारबाट हुने कुरा हो, न त मुक्ति भनेको कुनै धार्मिक खोजबाट निकालिएको एउटा आइडिया हो। यो चाहिँ परमेश्वर पिताको इच्छा र परमेश्वर पिताको प्रेमबाट सुरु भएको अनि उहाँ नै यसको मुहान हुनुहुन्छ। जुन यो पठाउनु भयो भन्ने शब्द छ, पिताले पठाउनु भयो, अन्तिममा छ त्यो शब्द। बाइबलमा पठाउनु भयो भनेर भन्दाखेरि चाहिँ यहाँ विशेष गरी दुई तीनवटा विचारहरू हुन्छन्। एउटा चाहिँ परमेश्वरबाट सुरु भएको, उहाँले यो सुरु गर्नुभएको, उहाँ यसको सुरुकर्ता हुनुहुन्छ। अर्को चाहिँ यो परमेश्वरको अधिकारलाई पनि जनाउँछ, उहाँले पठाउनु भयो, त्यसैले उहाँको अधिकारमा प्रभु येशूले यो काम गर्नुभएको छ। साथै पठाउनु भयो भन्दाखेरि उहाँको उद्देश्य पनि देख्छौँ हामी, बिना उद्देश्य पठाउनु भएको छैन, उहाँको उद्देश्य छ। त्यसैले सुसमाचार वा क्रिसमस चाहिँ यो इजरायलको बेथलेहेम वा कल्वरी भन्ने ठाउँबाट सुरु भएको होइन, पिताको हृदयमा सुरु भएको, जसले हाम्रो छुटकाराको योजना संसार सुरु हुनुभन्दा अगाडि नै गर्नुभयो। त्यसैले पिता चाहिँ दिनेवाला हुनुहुन्छ अनि पुत्र चाहिँ दिइएको उपहार हुनुहुन्छ। त्यसैले यो कुरा बुझ्नुहोस्, मुक्ति भनेको परमेश्वरसम्म पुग्नलाई मान्छेको प्रयास होइन, जुन धर्ममा गर्ने गरिन्छ। धेरै धर्महरूमा मान्छेको प्रयासले परमेश्वरसँग पुग्न खोज्छ, तर मुक्ति भनेको चाहिँ परमेश्वरको योजना हो। उहाँ आफू चाहिँ यी हराएका मानिसहरू कहाँ आउनुभयो, उहाँको पुत्र त्यसरी आउनुभयो। त्यसैले मान्छेले सोच्नुभन्दा अगाडि नै परमेश्वरले सोचेर भ्याउनु भएको हो। मान्छेले आफूलाई योग्य बनाउनुभन्दा अगाडि नै, जुन असम्भव छ, परमेश्वरले स्वतन्त्र तरिकाले नै यसको योजना गर्नुभएको। क्रुस चाहिँ परमेश्वरको समाधान हो हाम्रो पापको रोगको लागि। त्यसैले यहाँ पिताको कुरा गरिएको छ। अझै उहाँको बारेमा अझै केही कुरा गर्न चाहन्छु। पिता जो परमेश्वर हुनुहुन्छ, बाइबलले स्पष्ट साथ भनेको छ परमेश्वर अस्तित्वमान हुनुहुन्छ। धेरैले उहाँको अस्तित्वलाई अप्रमाणित गर्न खोज्छ, धेरैले उहाँको अस्तित्वलाई रद्द गर्न खोज्छ, तर बाइबलले त्यसरी कहिले पनि उहाँको अस्तित्वलाई